लजाएर हामी गफै नगर्ने मान्ने भएको छ त अचम्म लाग्छ। अन्त त लाजले मैले त्यसको मन दुखाएँ, चित्त दुखाएँ, मेरो बुढाले यस्तो भनेको त्यस्तो भनेको भनेर मलाई बोलाउँदैन सरे त अनि कसरी बोलाउनु त? अनि मैले नगरेको काममा मैले कति आरोप लगाएँ, भरे मेरो बुढाले गरेको रहेछ भन्नुसम्म के भने चित्त दुखाएँ। अनि कसरी आउनु त? अनि गाला दिउ म को तेरो अहिलेको साथी हो? तेरो बुढा भन्दा अगाडिको साथी हो म तँलाई त्यत्तिकै नराम्रो सोच्छु होला? मलाई थाहा थियो त बकिएको छस् भनेर बोलाउँदै थिएँ, गर्दै थिएँ। आएर बोलाउनु चाहिँ मर्छस् घमण्डी। अनि मैले तँलाई के भने? मलाई कति मन दुख मैले तँलाई भनेर, अनि मैले कसरी बोलाउनु त? अनि एकचोटि बोलाएको म बोल्दिनँ। अनि मैले बोलाउँछस् कि भनेर कति बाटो हेरेर मैले कति खोकेँ त, यहाँ मलाई झन्डै टन्सिल भयो, किन नबोलाएको? ए अब बोला भनेर खोकेको रहेछ। म त बाँदर लाग्यो भने धामीको पनि गएँ। अनि धामी अहिले पनि धामीमा जाँदैछ? तेरो लागि कति धामीकोमा गएँ म। अनि म त्यहाँनिर घाँसको बारी तैँले बोकेर आउँदै गर्दा मलाई बोलाउँछ होला भनेर म गएर उता फर्किँदा किन मलाई नहेरी गएको तैँले? तैँले मलाई कतिचोटि वास्ता गरिनस्, यहाँ बोलाउँदाखेरि बोलिनस्, कति मायाको गर्दै मैले तँलाई भन्छु। पाहाडमा हुँदा झगडा पर्दाखेरि पनि आएर बोलाउँथे त बोल्दिनस्। म थपक्क तेरो लुगा सबै धुएर जान्थे। अब त बुढी भइस्, बुझ्नु पर्दैन। मर्म केटाकेटी जस्तो बिहेर देखाउँछस् त। अनि मलाई आएर यसरी नै कुटेर बोलाउनु पर्दैन? किन बोलाउनुहोस् बाँदर नि? तल बाटोमा छेक्दाखेरि साल तँ ऐठान लागेको कुरा जस्तो तरी मुन्टो बगाएर त मेरो कति चित्त दुख्यो त्यतिखेर भद्दा। कुट्न त लुकुट कहाँ सक्छु तँलाई म कुट्नु? मनको कति दुख्यो त्यतिखेर। मैले तँलाई कति सम्झेँ, म त कति धेरै तेरो याद आयो। अनि मलाई तैँले सम्झिनुहोस्, मलाई तेरो याद आएन। तेरो यादको कुरा गर्दै तँसँग बातदेखि म सुँगुरको मासु खाएको छुइनँ। बोसो निबित्तिकै तेरो याद आउँछ। मलाई कति पीडा भयो त्यतिखेर। मलाई सासूले के भन्नु कसलाई सुनाउनु? एउटा थिइस् तँलाई सुनाउँथे उकुस मुकुस। मलाई कति भयो, तैँले कहिले मलाई फर्काएर बोलाइस्। मैले तँलाई कति बाटो छेकेर बोलाएँ, तैँले कहिले बोलाइस्? मैले भन्दा नि अरूले ब्याज लिँदाखेरि कति सम्झेँ तँलाई। पैसा देख्ने बित्तिकै मैले कति सम्झेँ। कुकुनी म नबोल्दा फेरि आएर जोगटेर बोलाएको भए हुँदैन थियो? नबोला ब्याज कति तँलाई बाटोमा गालो बाँड्दाखेरि कति बोलाउनु मन लाग्यो तर भित्रभित्र भने तैँले बोलिनस् भने चुप लागेर बसेँ। मैले तैँले बोलाएको गरेर कति बाटो हेरेँ। मलाई कस्तो यहाँनिर मुटुमा चिरा परे जस्तो भएको बोलाउनु पर्दैन? मलाई जस्तो जे भने कहिले नछोड्ल। मलाई साथीको बाउले छोडे पनि त नछोड ल। अब त यति धेरै नरिसाल। ना 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 ना